आखिर जिन्दगीमा मरिलानु नै के छ र? मैले मेरो आफ्नै कपाल काट्दैमा के चाहिँ हुन्छ र? बेलुका मेरो ड्युटीमा जाने टाइम भयो, त्यही भएर मैले सबै सामान प्याकिङ गरेर म चाहिँ जानको लागि रेडी भइदिएको। आफैले कपाल काटेपछि चाहिँ कपाल यस्तो भयो। क्रस प्याड लिएर कामतिर म लागे। काम गर्ने ठाउँमा पुगेपछि मास्क लगाएर ग्लोभ्स लगाएर यस्तो भयो म चाहिँ। यति बेला चाहिँ कस्टमरहरू आइराखेको थियो अनि V60 को अर्डर पनि आएको थियो। यहाँनिर V60 बनाउँदै थियो, यता स्पेनिस लात्ते। अनि यसरी नै 12 बजिराखेको थियो अनि म चाहिँ टोयलेट गएँ। टोयलेट गएर फर्किँदाखेरि चाहिँ यस्तो थियो भनेर देखाइदिएको। यतिको रात परिराखेको थियो। 1 बजे खाना खाइसकेर भाडा थन्काउँदै गरेको भिडियो थोरै देखाइदिए। अनि फेरि ग्लोभ्स लिएर चल्दै गएर साथीहरू कफी खान। मैले कफी खाँदै फिल्म हेर्दै गर्दाखेरि चाहिँ यता ब्रेड काट्दै थियो यहाँनिर बङ्गालीले। अनि उता चाहिँ एकजना फेरि नयाँ बङ्गाली आएको थियो अनि त्यहाँनिर काम सिकाउँदै थियो अर्को बङ्गालीले। अनि मेरो पनि सफा गर्ने पालो आएपछि चाहिँ मैले सफा गरेर सिर्टिल्लिकै टल्काइदिएँ। यसरी नै हाम्रो रातिको ड्युटी चाहिँ बिहान हुन थाल्यो अनि त्यस पछाडि घाम पनि उदाउन थाल्यो। मिनी ब्लग पनि सकियो। टाटा बाइ बाइ, गुड नाइट मायालुहरू।